5 मिनट ढिला पुग्छ। राम घरबाट स्कुल 6 किलोमिटर प्रति घन्टाका दरमा जाँदा 5 मिनट छिटो पुग्छ। छिटो पुग्छ। रामको घरबाट स्कुल बीचको दूरी कति छ? बीचको दूरी कति छ? एमा 4 किलोमिटर, बीमा 6 किलोमिटर, सीमा 5 किलोमिटर, डीमा 5.5 किलोमिटर। ल, राम घरबाट स्कुल 5 किलोमिटर प्रति घन्टाको दरमा जाँदा 5 मिनट ढिला पुग्छ। राम घरबाट स्कुल 6 किलोमिटर प्रति घन्टाका दरमा जाँदा 5 मिनट छिटो पुग्छ। रामको घरबाट स्कुल बीचको दूरी कति किलोमिटर छ? ल गर्नुहोस्, यो मिलाउनु हो भने जस्तो नि मिलाउनुहुन्छ। यो मिलाउनु भयो भने अब समस्या हुँदैन, मिलाउनु भएन भने चाहिँ समस्या हुने हो। यो ढिलो पुग्ने र छिटो पुग्ने यो एकदम इम्पोर्टेन्ट छ। यो अब यहाँ हेर्नुहोस् है, अब यहाँ हेर्नुहोस् है, पहिला नम्बरमा पहिला डी बराबर भिटी, डी बराबर भिटी। डी त थाहा छैन हामीलाई, दूरी कति यही पत्ता लगाउनु पर्यो। डी भेलोसिटी हाम्रो 5 किलोमिटर प्रति घन्टा, यो त भेलोसिटी हो। 5 इन्टु T1 समय पनि थाहा छैन। D/5 बराबर T1 एउटा यो आयो। फेरि डी बराबर भिटी नै भनेको छ। डी त डी नै हुन्छ, घर र स्कुल बिचको दूरी त जहिले पनि बराबर हो, भेलोसिटी छ। इन्टु T2 D/6 बराबर T2। अब यो दुईटा समयको फरक 5 मिनट ढिलो र 5 मिनट छिटोको फरक कति हुन्छ भन्नु त? T1 माइनस T2 बराबर यो 5 मिनट ढिलो र 5 मिनट छिटोको फरक कति हुन्छ? 5 मिनट ढिलो र 5 मिनट छिटोको फरक कति हुन्छ? 10 मिनट। तपाईँको घडी 5 मिनट ढिलो र 5 मिनट छिटो हुने दुईजना मान्छेको घडीको समय 10 मिनट फरक हुन्छ। यो त घन्टामा छ। T1 भनेको 5/6 D/5 माइनस T2 भनेको 6 D/6 बराबर यो त घन्टामा छ, यो किलोमिटर पर आवर घन्टामा छ। यसलाई पनि घन्टामा लान 60 ले भाग गर्नुहोस्। 60 ले भाग गर्नुहोस्। अब 10 एकाना 10 छका 60, एलसिएम आयो 6 पंचे 30, 6 एकाना 6D माइनस 5D बराबर 1/6, 6 एकाना 6 पंचे 30। अब डी बराबर 5 एकाना 5। ल, डी बराबर 5 एकाना 5, आन्सर 5 किलोमिटर। यो एकदम इम्पोर्टेन्ट छ यो ट्रिक। यहाँ कन्फ्युजन भयो भन्नु पर्यो। ए भाइ, तपाईँको घर तपाईँ स्कुल कति बजे पुग्ने? ओ भाइ, स्कुल कति बजे पुग्ने भन्नु त? स्कुल कति बजे पुग्नुपर्छ? स्कुल कति बजे पुग्नुपर्छ? पहिला पहिला भन्दैछु त, स्कुल कति बजे पुग्ने हो? पहिला अहिले नि त्यही होला नि, 10 बजे पुग्ने।
10 बजे स्कुल पुग्ने, स्कुल पुग्न 5 मिनट ढिला भयो भने कति बज्यो भाइ? स्कुल पुग्न 5 बजे ढिला भयो, 5 मिनट ढिलो भयो भने कति बजे पुग्यो त? 10 बजे पुग्नुपर्ने स्कुल 5 मिनट ढिला भयो, कति बजे पुग्यो? 10 बजेर 5 मिनटमा पुग्यो। अनि 5 मिनट छिटो पुग्ने मान्छे चाहिँ कति बजे पुग्यो त? 10 बजे स्कुल पुग्नुपर्ने, 5 मिनट ढिलो पुग्ने, 10:05 पुग्यो, 9:55 पुग्यो। हो, अनि यो दुइटाको बिचमा 10 मिनट फरक नभएर 20 मिनट हुन्छ त भाइ? यहाँभन्दा के भन्नु? अब यहाँभन्दा कति? अब यसलाई 20 मिनट भन्नु भएन। 10 मिनट छिटो र फेरि अचम्मै गर्नु। अब एलसिएम लिन कसरी आयो भन्नुहुन्छ? भोलिपल्ट तपाईँले आफैलाई पनि म केटो मान्छे कसरी भएँ, केटी मान्छे कसरी 50 चोटि भन्ने हो। 5 र 6 को एलसिएम 6 5 30 यसरी आयो। अब यो कसरी 50 चोटि एलसिएम भनिरहेको छ, अब कसरी 30 आयो भन्नु? अब एउटा म दिन्छु भने अब यहाँ बुझेन थाहा भइहाल्दैन। अब यहाँ ल यो 3 किलोमिटर पर आवरका दरमा जाँदा 10 मिनट ढिला पुग्छ, 4 किलोमिटर प्रति घन्टाका दरमा जाँदा 10 मिनट छिटो पुग्छ। स्कुल र घर बिचको दूरी कति छ ल? पहिलाबाट गर्नु। यो जाँदा एकदम सम्भावित छ, यो अफिसरहरूलाई नै सम्भावित लेभल छ। यो लामो तरिकाले मान्छे डुबाउँछ हेर्नुहोस्। यो चाहिँ 50 हुन्छ होइन, यो चाहिँ 10 मिनट ढिला भनेपछि 10 जो हुन्छ यसरी। अब यहाँ डी इक्वल टु यहाँ रहेछ, बुझेन भन्ने। डी बराबर भेटी, डी भने कति छ? डी नै छ, भी भने 3 इन्टु T1, डी बाई 3 बराबर T1। अब डी बराबर भिटी, डी भने हाम्रो डी नै छ, भी भने 4 T2, अब डी बाई 4 बराबर T2। यो दुईटाको डिफरेन्ट T1 माइनस T2 बराबर कति? 20 मिनट। यो 20 मिनट, यो 10 मिनट, यसको अन्तर 20 मिनट। अब यो T1 भने हाम्रो कति छ? डी बाई 3, D2 भने डी बाई 4 बराबर यो चाहिँ 20 भने यो 20 बाई 60। यसलाई घन्टामा लाँदा, यो मिनटलाई घन्टामा लाँदा 60 ले भाग गरेर घन्टा बनाएको। अब यो 3 चौको 12, अहिले काँडा आयो भन्नुहुन्छ? 3 चौको 12, ल 4 एकाना 4D, 3 एकाना 3D बराबर 20 बाई 60, 20 एकाना 20, त्यहाँ 60, 3 3 काटो ल। अब डी बराबर 4 किलोमिटर रहेछ। अब सकिएन, 4 मा 3 गर्दा एउटा बाँकी, 4 एकाना 4 भयो। अब सबभन्दा इजी वे हो। अब अझ अर्को लामो थियो, यसमा कुनै कन्फ्युजन भयो भन्नुभयो? यो ढिलो र छिटो हुने भने 5 मिनटमा 10 मिनटमा पुग्यो भने होइन। ए राजेन्द्रले गरे त्यसो किन नदेख्नु? अलिसा भट्टराईले गरे नि, सबैले त्यो सबैको नाम पढेर भ्याइन्छ त। यो एउटा सिम्बल माने कि स्कुल जानलाई 10 बजे पुग्नुपर्छ भनेर माने, काँडा 10 आयो भन्नुहुन्छ, यो बुझाएको। तपाईँ 10 मिनट ढिलो पुग्नु र 10 मिनट छिटो पुग्नुको अर्थ बुझाएको कि। अब भोलिपल्ट तपाईँ मानौ म केटो भएँ भनेर आयो, तपाईँ केटी हुनुहुन्छ, ए म कहाँ मान्नु भन्नु बस्ने कि त्यो जे छ त्यसरी हुन्छ।